वेलकम टू हैप्पी दशहरा। हेलो साथीहरू, नमस्ते, गुड इभिनिङ हजुरहरू सबैजनालाई। अनि ह्याप्पी दशहरा। हजुरहरू सबैजनाको दशहरा एकदम राम्रो खुसियाली जाओस्। अनि हजुरहरू कस्तो हुनुहुन्छ? उम्मेद गर्छु हजुरहरू सबैजना सन्चो सुविस्तै हुनुहुन्छ अनि म पनि सन्चो सुविस्तै छु। आज फेरि पनि एउटा मैले सानो मिनी ब्लग्स बनाउनु पऱ्यो भनेर चाहिँ मैले स्टार्ट गरेको भर्खरै होइन। अनि म बिहानदेखिको बिजी थिएँ साथीहरू, त्यही भएर सो कतिजनालाई मैले फेसबुकमा रिप्लाई दिनु पनि पाएको छुइनँ। त्यसको लागि चाहिँ एकदम दिलबाटै सरी है। अनि अब म चाहिँ रुममा जाँदैछु। अनि अब म चाहिँ नुहाइधुवाइ गरेर होइन, नुहाउनु त बिहान पनि नुहाएको तर एकदम पसिना पसिना भयो। अब म चाहिँ नुहाउनु जाँदैछु आफ्नो रुममा। अनि नुहाएर चाहिँ अनि म तयारी भएर चाहिँ म अङ्कलको घर जाँदैछु। अनि कहाँ जाँदैछु म देखाउँछु। त्यहाँनिर पनि मेला लागेको छ अरे भनेर भन्दैछ होइन। रिमाले फोन गरेको थियो। के गर्नु साथीहरू, ड्युटी छ होइन, यस्तै हुन्छ। अनि स्पेसली अब म घर जाँदैछु, त्यही भनेर छुट्टी लिनु पनि सक्दिनँ। अनि म चाहिँ अब रुममा जाँदैछु। सो नुहाएर जल्दी जल्दी नुहाएर तयारी भएर हजुरहरूलाई देखाउँछु है। अनि म चाहिँ फाइनली आफ्नो रुमको माथि जाँदैछु। फाइनली आफ्नो रुमको सामनेमा पुगिहालेँ। यति बेसी घाम छ कि अब के भन्नु नि लैलैली है। यति बेसी घाम छ, यति बेसी साथीहरू। अब म चाहिँ फटाफट नुहाउने अनि तयार हुने। अनि साथीहरू म चाहिँ रुममा आइपुगेँ। अब म चाहिँ नुहाउन जान लागेको होइन। अनि लुगा फाटा पनि मैले केही ल्याएको छुइनँ, तल गएर लाउनु पऱ्यो भनेर। अनि यहाँ चाहिँ अब अलिअलि मेकअप गरेर होइन ब्याग लिएर जान्छु। ब्याग चाहिँ यो हो मेरो। अनि साथीहरू यहाँनिर मैले बिहान पूजा गरेको हेर्नुहोस् है। बिहान पूजा गरेको। अब म चाहिँ तयार हुन्छु साथीहरू। त्यसको बादमा चाहिँ हजुरहरूलाई देखाउँछु हे। म साथीहरू म चाहिँ नुहाइधुवाइ गरेँ होइन। अनि नुहाइधुवाइ गरेँ कि गरेन भनेर सोच्नुहुन्छ होला। नुहाइधुवाइ चाहिँ गरेँ होइन। कपडा चाहिँ मैले यही लगाएको। अब तल गएर कपडा लाउँछु। अनि अलिअलि आइलाइनर लगाएँ, बस यति नै। किनभने गर्मी पुरा छ हो, मेकअप गरेर पनि कोही फाइदा छैन। त्यही भनेर चाहिँ म अब यत्तिकै गएको। ढिलो पनि भइसकेको छ साथीहरू। अनि म चाहिँ गएर अब लुगा लाउँछु तल होइन। लुगा तल राखिरहेको छु। अनि बस कानको लगाएँ। अनुहारको हालत हेर्ने यस्तो भइरहेको छ कि होइन। यत्तिकै गएको म अब। अनि म चाहिँ अब तल जाँदैछु है साथीहरू। अनि साथीहरू मैले चाहिँ फाइनली कपडा लगाएँ। मैले चाहिँ साथीहरू दशहराको लागि भनेर सुट किनेको थिएँ, तर मलाई लाउनु मन लागेन। किनभने यति बेसी गर्मी छ नि। र चाहिँ मलाई यो लुगा लगाएको त मलाई धेरै कम्फोर्टेबल भयो होइन। त्यही भएर चाहिँ मैले यही लगाएँ। अनि अब म चाहिँ जान लागेको दादाहरूलाई भेटेर। बाई बाई, तू बैठ जा, आती हूँ। जा रही दादी। चलो भूमि बैठ जाओ। हाँ, आती हूँ मैं। आती हूँ मैं, जल्दी है क्या? ओके साथीहरू, म चाहिँ अब जाँदैछु होइन। मैले चाहिँ यो लुगा लगाएको। मैंने सूट तो खरीदी थी, लेकिन ये कंफर्टेबल लगा ना, इसीलिए मैंने ये पहन लिया। ये किसके लिए था? ये भी था तो मेरे लिए था तो मेरे लिए, लेकिन क्या करूँ, दूसरा पहनने के लिए लिया था। दूसरा पहनने के लिए ली थी, लेकिन वो ठीक, मुझे ये कंफर्टेबल लगा ना, इसीलिए यही। ये बिल्कुल बिल्कुल इसकी वो ठीक है। क्या फिटिंग? म जाँदैछु। अनि साथीहरू मैले चाहिँ यो माता रानी थियो यहाँनिर होइन, ठुलो। अनि बेलुका चाहिँ म यो पनि चढाउनु पऱ्यो भनेर किनेको थिएँ होइन, तर मैले चढाउनु पाइनँ किनकि त्यहाँको सबै उठाएछ। र चाहिँ यो पनि मन्दिरमा चढाउँछु गएर। अनि साथीहरू म चाहिँ यहाँ जस्तो बाटोमा निक्लेँ त्यस्तै अटो भेटिहालेँ होइन। अरू बेला त दशहराको टाइममा अटो मिल्नु पनि धेरै साह्रो पर्थ्यो, तर आज चाहिँ मलाई अटो मिलिहाल्यो। र चाहिँ म अटोवालासँग बात गरेर पैसा मिलाएर गइहालेँ। अनि म फाइनली यहाँनिर एम्सको छेउमा पुगेँ। अनि यहाँको पार्क चाहिँ, यो एम्सको छेउको पार्क चाहिँ एकदमै राम्रो छ होइन। अनि को आउनु भएको छ कमेन्ट्स गर्नु होला। मलाई पनि यो पार्क चाहिँ धेरै नै मनपर्छ। दुई खेप गएको होला म पनि होइन। र चाहिँ मलाई यो जग्गा चाहिँ एकदम धेरै नै मनपर्छ। यहाँदेखि चाहिँ अङ्कलको घर पनि बेसी टाढो छैन। यसको बादमा आउँछ तपाईँको साउथ एक्सदेखि त अङ्कलको घर आइपुगिहाल्छ होइन। फाइनली म यहाँ अङ्कलको घरको रेड लाइटमा पुगेँ। यहाँ चाहिँ रावण जलाउनुको लागि एकदम धेरै राम्रो गेटहरू थियो। र म अङ्कलको घरको भित्र जानुको लागि चाहिँ गल्लीबाट भित्र पस्दै थिएँ। यहाँनिर चाहिँ मन्दिर भेटेँ। अनि मैले सोचेँ म त यो चुनरी चढाउनु पऱ्यो भनेर मैले केही नखाइ गएको थिएँ साथीहरू। तर के गर्नु, अफसोस कि बात मन्दिरै बन्द रहेछ होइन। अनि मैले वापस लिएर गएँ। मलाई नराम्रो पनि लाग्यो किनकि मैले त्यो माता रानीको चुनरी थियो मेरोमा, चढाउनु पऱ्यो भनेर खाना पनि नखाइ गएको थिएँ म। बिहानदेखि मैले केही खाएको पनि थिइनँ होइन। तर के गर्नु, मन्दिरै बन्द रहेछ साथीहरू।
मन्दिरको भित्र पसेको त सबै मन्दिर जहाँ माता रानी वो 40 वाले है ना ये 50 वाले दे दो ना ये मेरो साथी छ है बनाउनु खाना खाना भित्र गएर बनाउनु पर्छ साथीहरू यहाँ चाहिँ जमरतपुरको पार्कमा चाहिँ योपालि चाहिँ रावण जहाँ स्टेजहरू बनाएर धेरै राम्रो गरेको रहेछ सालु नै त यस्तो हुन्थेन तर यो साल चाहिँ मेला पनि लागेको रहेछ र चाहिँ हामी मेला पनि घुम्नुपर्छ अनि एक दुईवटा टिकटक पनि बनाउनुपर्छ होइन रिल्स पनि पार्क गरेको रहेछ होइन चाहिँ मैले मेरो साथीलाई पनि यो रोटीमा चढ्ने भनेको चढ्दैन मेरो साथी चाहिँ चढ्दैन अरे अनि साथीहरू मैले चाहिँ भने रिमा यो रोटीमा चढ्ने भनेको त चढ्दैन अरे अनि कुन चाहिँमा चढ्छ साथीहरू यो साल चाहिँ यहाँनिर यो पार्कमा चाहिँ एकदम लाग्यो अनि मैले सोचेरीमा एउटा साडी किन्छु भने साडी दोकानमा गएँ त्यसको बादमा साडी हेर्न लागेको त भैयाले त्यस्तो गन्दा गन्दा कलरको साडी देखायो होइन मलाई त मनै परेन र चाहिँ फेरि घरमा हामी फर्क्यौँ अनि घरमा आएर रिमा र मैले चाहिँ एउटा डान्स पनि गरिहाल्यौँ अनि फेरि खाना मासु छ कल्पनाले ल्याएको रहेछ अचार हो अन्त डल्ले खोर्सानी कल्पनाले घरमा रोपेको अरे अनि साथीहरू म चाहिँ अब खाना लागेको हो अनि यो चाहिँ हो चिकन अनि यो चाहिँ हो गोर्खे अचार अनि यो कालो दाल अनि यो चाहिँ माछा भनौँ भने भएको छैन तेजपत्ता हो अन्त चाहिँ आन्टीको घरमा अब खाना खाएर म चाहिँ जान लागेको हो अब आज एकदम दशहराको दैन भयो सो बाई बाई थ्याङ्क यू सो मच मेरो भाइ मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब थ्याङ्क यू खाइल साथीहरू म चाहिँ यहाँ खाना खाएर चाहिँ आफ्नो ड्युटीको तर्फ लागेँ किनभने मेरो छुट्टी थिएन होइन किनकि घर जाँदैछु नि त म त्यही भएर चाहिँ मलाई छुट्टी दिएन बस्ने गरी दिएन कि मैले नै अब नमागेको बस्ने गरी होइन अनि घर फर्किँदा चाहिँ ट्राफिक थिएन म फाइनली घर पुगिसकेँ 15 मिनटमै म घर पुगेँ अनि गार्ड भाइलाई गेट बन्द गरेको रहेछ गार्ड भाइलाई गेट खोल्नु लगाएर म चाहिँ यहाँ लिफ्टमा चढेँ र साथीहरू के गर्नु है ड्युटी पनि गर्नै पर्छ अनि बिचरा आज भैयाको बर्थडे पनि थियो बिचराहरूले केक काट्नको लागि वेट गरिरहेको रहेछ मलाई होइन अनि मैले चाहिँ केकहरू निकालेर रेडी गरेँ मेरै वेट गरेर बिचराहरू बसिरहेको थियो अनि भैयालाई बोलाएर भैयाले केक काट्नु लाग्यो मैले चाहिँ यहाँ बिल्लीलाई लिएर बसिरहेको थिएँ किनकि हाम्रो भैयाले चाहिँ बिल्लीलाई धेरै माया गर्छ होइन पुरा मन पराउँछ हो अनि उसको लागि यहाँ टिटी पनि हालिदिँदै थियो हामी त केक खान्छौँ यसले चाहिँ यो खाओस् भनेर होइन बिचरा अनि दादीले भैयालाई केक खिलाइदियो अनि मैले चाहिँ फेरि त्यसको बादमा डिनर रेडी गर्न थालेँ होइन अब ड्युटी पनि गर्नुपर्छ साथीहरू के गर्नु यस्तै छ अनि यहाँ मैले एप्रेन लगाएर चाहिँ मैले सोचेँ अब यिनीहरूलाई डिनर दिनु पऱ्यो भनेर होइन सो साथीहरू के गर्नु अब यस्तै रहेछ लाइफ होइन अनि मैले चाहिँ यहाँ फटाफट रोटीहरू बनाइदिएँ अनि मैले यहाँ सबै डिनर उयस प्लेटहरू रेडी गरेर डिनर लगाउन थालेँ अनि मैले चाहिँ अब रोटी बनाउँछु भनेर चाहिँ डल्लाहरू सबै आँटाहरू मुसिसकेको थिएँ होइन अनि त्यहाँदेखि चाहिँ मैले फटाफट रोटी बनाइदिएँ भैया दादीको लागि अनि एकजना बहिनी छ उसलाई पनि बनाइदिएँ त्यो बहिनीलाई चाहिँ तिमी कतिवटा रोटी खान्छौ भन्दै सोध्दै थिएँ मैले चाहिँ र चाहिँ मैले साथीहरू फाइनली सब कुछ गरिसकेँ होइन अब दशहरा पनि मनाएँ के गर्नु अब ड्युटी गर्नुपर्छ अर्काको घरमा बसिसकेपछि यस्तै हुन्छ होइन आफ्नो घर जस्तो हुँदैन हुनु त अब मलाई यहाँ धेरै नै राम्रो छ होइन भैयाहरू अब त्यस्तो उयो गर्ने खालको छैन होइन धेरै नै राम्रो छ बिचराले मलाई पर्खेर बसिरहेको रहेछ अब केकहरू काट्नु पनि होइन अनि म आउने बित्तिकै केकहरू बिचराले काट्यो र चाहिँ मैले यहाँनिर रोटी पनि बनाइसकेँ अब अनि भैयालाई दुईवटा परोस भैयालाई दुईवटा अनि दादीलाई दुईवटा रोटी बनाएँ अनि बहिनीको लागि पनि दुईवटा रोटी बनाइदिएँ होइन अनि साथीहरू अब ड्युटी नै हुन्छ होइन हाम्रो घरकोले केही पनि भन्दैन भन्नु त होइन र पनि अब आफूले पनि अब बुझिदिनु पऱ्यो नि त होइन बिचरा अब घर जाँदैछु म भन्ने उनीहरू पनि अब धेरै स्याड भइरहेको छ भैयाहरू पनि त्यही भएर अन्त
अब मैले चाहिँ सबैलाई अलरेडी डिनर दिइसकेँ होइन। यो दुइटा चाहिँ बहिनीलाई बनाइदिएको रोटी। अनि मेरो भिडियो चाहिँ यहीँसम्म हो साथीहरू। मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, सपोर्ट गर्नुहोला। म पनि सपोर्ट गर्छु हजुरहरूलाई। यस्तो भिडियोहरू लिएर आउँछु फेरि पनि। सो थ्याङ्क यू सो मच, बाई बाई।